गरिराखेको अवस्था हुन्न। तर त्यो 3 जना विद्यार्थीलाई अलिकति अल्छी गर्दा 3 जना विद्यार्थी फेल भएको छ। तिनका भविष्य हेर्नुहोस् त, अन्धकार छन् त। तिनका चाहिँ त्यही भविष्य बन्छ भनेका भाइ बहिनीहरूको तिनका बा आमाहरूलाई वर्षभरिका लगानी जान्छन्, अन्धकार छ। त्यो भएर तालिमहरू सबै विषयका दिनुपर्छ भन्ने खालको लगभग सबै विषयकै हुन लागेको छ। सबै विषयका, यसै गरी मेजर विषयका चाहिँ जिम्मा लिखिदिनु भयो भने शैक्षिक सुधार, पक्कै शैक्षिक सुधार हुन्छ। तपाईहरूको चाहिँ माग अनुसारमा तपाईहरूका चाहिँ पूर्ण सम्बोधन हुन नसकेका कुराहरूमा हामी पनि एकदम चिन्तित छौँ। अब हाम्रो चाहिँ उसले के गर्न सकिन्छ, अब त्यो पनि गराउन लाग्यो है भनेर अलिअलि हामीले सहयोग पनि गरेकै हौँ। शिक्षा विकास समन्वय इकाइबाट नियमित रूपमा प्रत्येक आर्थिक वर्ष यो कार्यक्रम प्राप्त हुन्छ र त्यही हो अघि रमेश सरले भने जस्तो यो चाहिँ हाम्रो त्यहाँको सञ्चालन गर्ने जनशक्ति हुँदैन इकाइमा। अहिले इकाइमा असाध्यै जनशक्तिको चाहिँ खडेरी छ। अहिले हेर्दा नि एकजना इकाइ प्रमुख मिटिङमा हुनुहुन्छ, कतातिर भ्याउनु भन्न लास्टमा है तारतम्य मिलाएर यो कार्यक्रम गर्नु भएको छ। यसको लागि बेलकोट नगरपालिका शिक्षा शाखाको तर्फबाट जो चाहिँ इकाइप्रति हामीले आदर प्रकट गर्दछु। यहाँहरूलाई पनि यो चाहिँ जुन ऐनीकरण यो विषयवस्तु पाठ्यक्रम भन्ने विषयवस्तु यहाँहरूले नजानेको छैन। यो शिक्षकहरूद्वारै निर्मित हुने होइन र यसको चाहिँ शिक्षकद्वारै कार्यान्वयन हुने र कक्षा कोठामा र यहाँहरूलाई सहजीकरण पनि शिक्षकहरूले तालिम चाहिँ सहजकर्ता भनेर हाम्रो खास गरी सहजकर्ता नै हामीले टप ट्रेनर चाहिँ शिक्षकहरूलाई नै बनाएको छ। खास गरी यहाँहरूले नै कक्षा कोठासम्म लाने गरी एउटा शिक्षक पेसामै रहेका चाहिँ व्यक्तित्वहरूको संलग्नता यो कार्यक्रमलाई चाहिँ लन्च गरेर हुन्छ। झन् चाहिँ विषयवस्तुका बारेमा उजागर गर्ने, त्यसपछि थप ज्ञान चाहिँ आर्जनको लागि सहयोग गर्ने। यो प्रकृतिको ज्ञान आर्जन गरिसकेपछि यहाँहरूले कक्षा कोठामा यसलाई पुर्याउनु हुनेछ। आर्जन गरेको ज्ञान र यो विद्यार्थीसम्म पुग्नेछ र यसको चाहिँ ठ्याक्कै कहाँ आउँछ त भन्दाखेरि रिजल्टमा आउँछ। यो करिकुलमको कार्यान्वयन ट्याक्कै जोडिएर हेर्दाखेरि रिजल्टमा आउने र विद्यार्थीको र शिक्षकको व्यवहारमा पनि परिवर्तन आउनु होइन भने ट्याक्कै पूर्ण रूपमा कार्यान्वयन भएको चाहिँ अब हामीले सबैतिरबाट मूल्याङ्कन गर्दै गर्दा हामीले हेर्न सकिन्छ। अघि चाहिँ हाम्रो रमेश सरले भन्नुभयो हाम्रो 1 दिनको मूल्याङ्कनको बारेमा भन्नुभयो। हामीले 1 दिनको मूल्याङ्कनलाई चाहिँ अलिकति यो नगरपालिकामा प्रभावकारी होस् भनेरै यसपालि रमेश सरलाई यही स्कुलमा राखेर हामीले 2 दिनको कार्यक्रम पनि गर्यौँ। हामीले स्कुलमा जाँदै गर्दा बेलकोट नगरपालिकाको मूल्याङ्कनको पाटो अलि 1 दिनको मूल्याङ्कनको पाटो अलिक कमजोर अवस्था रहेछ। त्यसलाई चाहिँ मूल्याङ्कन गरेर 2 दिन मैले नै रमेश सरले लै सर तपाईँले नै तपाईँकै जिम्मा भनेर 2 दिनसम्म चाहिँ रातमाटी नआदिन कार्यक्रम गरेर चाहिँ पोर्टफोलियो पूर्ण रूपमा चाहिँ शिक्षक साथीहरूलाई सरलाई यहीँ राखेर भन्छु पूर्ण रूपमा चाहिँ घरलाई सिकाएर पठाएको छु। कसरी भर्ने, कसरी भराउने र त्यसलाई कसरी अपडेट गर्ने र यसको रमेश सरलाई मैले त्यति बेला तालिम हुनुभन्दा अगाडि हाम्रो के पनि सम्झौता छ भने हामी पछि यसलाई चाहिँ टाइम मिलाएर अनुगमन पनि गर्छौँ है सर भनेर र सरसँग त्यो कमिटमेन्ट पनि छ। हामी त्यो पनि गर्छौँ। मूल्याङ्कनको बाटोमा अघि चाहिँ रमेश सरले सानो कुरो निकालेको हुनाले मैले चाहिँ पोर्टफोलियोको बारेमा यति कुरा गरेँ र सम्पूर्ण सर म्याडमहरूलाई अब यस कार्यक्रममा सहभागी हुनुभएको छ सम्पूर्णलाई हार्दिक धन्यवाद भन्दै र यहाँहरूले सिकेका कुराहरूलाई कक्षा कोठा र खास गरी विद्यार्थीसम्म पुगोस्, त्यो यहाँहरूले आर्जन गरेको ज्ञान विद्यार्थीसम्म पुगोस् र विद्यार्थीको परिवर्तन र उपलब्धि हासिल होस् भन्ने शुभकामना छ।